ल है, नेपालको शेयर बजारमा एउटा ठूलै हलचल आउन लागेको छ। हामी कुरा गर्दैछौँ इनिशियल पब्लिक अफरिङ अर्थात् आइपिओको। बजारमा आइपिओको एउटा बाढी नै आउँदैछ भन्दा पनि हुन्छ। अब यसले लगानीकर्ताहरूका लागि कस्ता कस्ता ढोका खोल्दैछ त? आउनुहोस् यसको गहिराईमा पुगेर विश्लेषण गरौँ। सुरुमा एकदमै सरल भाषामा बुझौँ, आखिर यो आइपिओ भनेको के हो। खासमा यो त्यो क्षण हो जब कुनै प्राइभेट कम्पनीले पहिलो पटक आफ्नो स्वामित्वको केही हिस्सा सर्वसाधारणलाई बेच्छ। यसो गरेर कम्पनीले आफ्नो व्यापार बढाउन पैसा जम्मा गर्छ र हामी जस्ता लगानीकर्ताले त्यो कम्पनीको सफलताको यात्रामा हिस्सेदार बन्ने एउटा गजबको मौका पाउँछौँ। अब यो अवसर कत्रो छ त? सोच्नुस् त, हामी कुरा गर्दैछौँ 16.4 अर्ब रुपियाँ भन्दा पनि बढीको, अनि यो त केवल 19वटा कम्पनीले आवेदन दिएको रकम मात्रै हो। यो आँकडाले नै देखाउँछ कि बजारमा कति ठूलो पुँजी र कति धेरै उत्साह आउँदैछ। यो सामान्य कुरा पक्कै होइन, यो एउटा ठूलै लहर हो। ल, अब सबैभन्दा जरुरी कुरा गरौँ ती आइपिओहरूबारे जसको मिति नै तोकिसकेको छ। यी भनेका तत्काल लगानी गर्न मिल्ने अवसरहरू हुन्। त्यसैले ढिला नगरिकन हेरिहालौँ कुन कम्पनी कहिले आउँदैछ। हेर्नुस् त, तत्कालका अवसरहरूको सूची यही हो। पाल्पा सिमेन्टले सबै सर्वसाधारणका लागि आइपिओ खुलाउँदैछ। तर एउटा एकदमै महत्त्वपूर्ण कुरामा ध्यान दिनुहोला, कालिन्चोक, टक्सार, पिखुवा र बेनी हाइड्रोपावरले चाहिँ विदेशमा रोजगारीमा रहेका नेपालीहरूका लागि मात्र शेयर निष्कासन गर्दैछन्। मितिहरू नजिकै छन्, त्यसैले आफ्नो क्यालेन्डरमा टिपेर राख्दा राम्रो। मिति तोकिएका कम्पनीहरू त छँदैछन्, तर पर्खाइमा रहेको अर्को लहर पनि उत्तिकै शक्तिशाली छ। यी ती कम्पनीहरू हुन् जसले सेबोनबाट स्वीकृति पाइसकेका छन् र अब जुनसुकै बेला मिति घोषणा गर्न सक्छन्। आउनुहोस् हेरौँ यो लहरमा कुन क्षेत्रको दबदबा छ। यो चार्टले त आफै पूरा कथा भनिहाल्छ नि, होइन र? स्वीकृत आइपिओहरूमा जलविद्युत क्षेत्रको त एकलौटी राज छ, पूरा 54%। सोच्नुस् त, आधाभन्दा बढी। त्यसपछि 23% सहित उत्पादनमूलक क्षेत्रले पनि बलियो उपस्थिति देखाएको छ। यसले के स्पष्ट पार्छ भने लगानीको मूलधार अहिले देशको पूर्वाधार र उद्योगतिरै सोचिएको छ। अब केही प्रमुख नामहरू पनि हेरिहालौँ। जलविद्युतमा सोलु र भुजुङ जस्ता ठूला आयोजना लाइनमा छन्। उत्पादन क्षेत्रमा सगर डिस्टिलरी र एसवाई प्यानल जस्ता कम्पनी आउँदैछन्। त्यसैगरी पर्यटनमा होटेल फरेस्ट इन र ब्याङ्किङमा सल्पा विकास ब्याङ्कले पनि लगानीकर्ताको ध्यान तान्ने पक्का छ। यो सूचीले नै बजार कति मनोविदत हुँदैछ भन्ने देखाउँछ। ल, अब एउटा एकदमै विशेष र धेरैका लागि महत्त्वपूर्ण विषयमा कुरा गरौँ। त्यो हो विदेशमा रहेका नेपालीहरूका लागि छुट्याइएको 10%को विशेष कोटा। यो साँच्चीकै एउटा सुनौलो अवसर हो। अनि यो कुनै हल्ला वा अनुमान होइन, यो त आधिकारिक नियम नै हो। नेपाल धितोपत्र बोर्ड अर्थात् सेबोनले आफ्नो निर्देशिकामा यो कुरा स्पष्ट पारेको छ। हरेक आइपिओको 10% शेयर विदेशमा श्रम स्वीकृति लिएर काम गर्ने नेपालीका लागि आरक्षित हुनैपर्छ। यो उहाँहरूको योगदानको सम्मान पनि हो र लगानीका लागि एउटा अभूतपूर्व मौका पनि। त्यसो भए यो कोटाको फाइदा लिन के गर्नुपर्छ त? प्रक्रिया एकदमै सिधा छ। पहिलो कुरा, सरकारबाट पाएको मान्य श्रम स्वीकृति चाहियो। दोस्रो, कुनै एएसपीए सदस्य ब्याङ्कमा गएर एउटा रेमिटेन्स बचत खाता खोल्नु पर्यो। तेस्रो, आफ्नो डिम्याट र सीआरएन नम्बरलाई त्यही नयाँ खातामा जोड्ने र अन्त्यमा आवश्यक रकम जम्मा गरेर आइपिओ भर्ने। यति गरेपछि यो विशेष अवसरको लागि तयार भइन्छ। अब अलिकति फराकिलो दृष्टिकोणबाट हेरौँ न। आइपिओका लागि आवेदन दिएका यी सबै कम्पनीहरूको सूचीले समग्रमा नेपालको अर्थतन्त्रको भविष्यबारे के सङ्केत दिइरहेको छ? यसले हामीलाई लगानीको नयाँ ट्रेन्ड बुझ्न धेरै मद्दत गर्छ। यो पाइपलाइनले दुईवटा स्पष्ट कुरा देखाउँछ। एकातिर जलविद्युत र उत्पादन जस्ता पुराना र बलिया क्षेत्रहरू छन् जसले अर्थतन्त्रको जग बलियो बनाइरहेका छन्। तर अर्कोतिर स्वास्थ्य, पर्यटन र मिडिया जस्ता नयाँ र गतिशील क्षेत्रहरू पनि बजारमा आउँदैछन्। यसले के देखाउँछ भने नेपालको अर्थतन्त्र ठूलो मात्र होइन, विविध पनि बन्दै गइरहेको छ। समग्र नेप्से इन्डेक्समा कहिलेकाहीँ उतार चढाव आउनु त स्वाभाविक नै हो। त्यो छोटो समयको कुरा हुन सक्छ। तर यो आइपिओ पाइपलाइनले हामीलाई लामो अवधिको चित्र देखाउँछ। यसले भविष्यमा नयाँ पैसा र विश्वास कुन क्षेत्रमा जाँदैछ भन्ने कुराको बलियो सङ्केत दिन्छ। यो त भविष्यको आर्थिक विकास हेर्ने ऐना जस्तै हो। ल, यति सबै कुरा गरिसकेपछि अब लगानीकर्ताको लागि मुख्य टेकअवे के हो त? के कुराहरू चाहिँ मनमा राख्ने? आउनुहोस् सारांशमा हेरौँ।
सारमा भन्नुपर्दा बजारमा अवसरै अवसर छ। 16 अर्बभन्दा बढीको आइपिओ आउँदैछ। जलविद्युत र उत्पादन क्षेत्र त बलिया छँदैछन्, तर स्वास्थ्य र पर्यटन जस्ता नयाँ क्षेत्रहरूले बजारलाई झनै रोमाञ्चक बनाउँदैछन्। अनि विदेशमा रहेकाहरूको लागि त्यो 10% को कोटा त साँच्चीकै एक गेम चेन्जर अवसर हो, जसलाई गुमाउनु हुँदैन। र अन्त्यमा एउटा प्रश्न सोच्नका लागि छोड्दैछु। आज लाइनमा बसेका यी दर्जनौं कम्पनीहरूमध्ये कुन चाहिँ भोलिको ब्लू चिप अर्थात् बजारको सबैभन्दा भरपर्दो र सफल कम्पनी बन्ला? सही कम्पनी चिन्नु नै लगानीको सबैभन्दा ठूलो चुनौती र अवसर दुवै हो। सोचिरहनुहोला है। अर्को विश्लेषणमा फेरि भेटौँला।